सम्पूर्णमा नमस्कार। कृषि लोक सेवा अन्तर्गत कृषि मन्त्रालय अन्तर्गत रहेर विभिन्न शाखा महाशाखा बोर्डहरू संस्थानको कुरा आउँछ, विभागहरू केन्द्रहरू विभिन्न संरचनात्मक कुराहरूबाट चाहिँ स्थापना कहिले भयो, यसको कार्यालय कहाँ छ र यससँग विभिन्न संरचनासँग सम्बन्धित प्रश्नहरू सोध्ने गर्छ। यस अन्तर्गत हामीहरू आज एआइटिसी कृषि सूचना तथा प्रशिक्षण केन्द्र भनेर भन्छ। एआइटिसी को हिस्ट्री हेर्दाखेरिमा विषम 2022 सालमा चाहिँ कृषि विभाग माताहतमा कृषि सूचना शाखाको नाममा चाहिँ एआइसिसी भनेर स्थापना भएको थियो। अहिले एआइटिसी भन्छौँ हामी, तर सुरुमा स्थापना हुँदाखेरिमा एआइसिसी कृषि सूचना तथा सञ्चार केन्द्रको स्थापना भएको थियो। र 2022 मा एआइसिसी स्थापना हुँदै गर्दाखेरिमा 2018 सालतिर हेर्ने हो भने आम सञ्चारका विभिन्न माध्यमहरू मध्ये कृषि दैमासिक पत्रिकाको चाहिँ प्रकाशनको सुरुवात भएको भनेको 2018 सालमा कृषि दैमासिक पत्रिका। र त्यसपछि 2022 सालदेखि चाहिँ कृषि डायरी सम्झिनको लागि सजिलो छ। 2022 मा दुईवटा कुरा छ, एउटा कृषि डायरी छ, अर्को भनेको एआइसिसी कृषि सूचना तथा सञ्चार केन्द्र। र 2018 सालमा चाहिँ ग्राम सेवा कार्यक्रम अन्तर्गत चाहिँ रेडियो कृषि कार्यक्रम सुरु भएर चाहिँ 2023 मङ्सिर 25 देखि चाहिँ रेडियो नेपालबाट चाहिँ नियमित रूपमा कृषि कार्यक्रम चाहिँ प्रसारण भइरहेको छ। अहिले 2018 सालमा ग्राम विकास कार्यक्रम र एग्रिकल्चर एक्सटेन्सनको लागि मेनली फोकस भएर जुन कार्यक्रम ल्याइयो, त्यस अन्तर्गत चाहिँ 2018 मा चाहिँ एग्रिकल्चर एक्सटेन्सन प्रोग्रामको रूपमा चाहिँ रेडियो कृषि कार्यक्रम चाहिँ सुरु भएको र त्यसलाई चाहिँ रेगुलर रूपमा प्रसारण गर्न थालिएको नेपाल सरकारको एग्रिकल्चर एक्सटेन्सन प्रोग्रामको रूपमा भनेको रेडियो नेपालबाट 2023 साल मङ्सिर 25 देखि। त्यसपछि रेडियो नेपालबाट मात्र कृषि कार्यक्रम प्रसारण नभइकन 2046 सालदेखि चाहिँ श्रव्य दृश्य कार्यक्रम अन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट चाहिँ प्रसारण सुरु भएको थियो 2046 बाट। र त्यसलाई चाहिँ रेगुलारिटी दिएको भनेको 2054 सालदेखि नेपाल टेलिभिजनबाट चाहिँ नियमित रूपमा कृषि कार्यक्रमहरू चाहिँ प्रसारण गर्दै आइरहेको छ। योबाट चाहिँ कहिलेकाहीँ क्वेसनहरू सोधिरहेको हुन्छ एआइटिसीबाट। र फाइनल्ली 2075 श्रावण महिनादेखि चाहिँ साउन 1 गतेदेखि चाहिँ कृषि सूचना तथा सञ्चार केन्द्र चाहिँ स्थापना भएको छ। यो भनेको दुईवटा संस्था मर्ज भएर बनेको हो। एउटा भनेको कृषि सूचना तथा सञ्चार केन्द्र, अर्को भनेको राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष एक ठाउँमा गाभेर चाहिँ कृषि सूचना तथा प्रशिक्षण केन्द्र एआइटिसी एग्रिकल्चर इन्फर्मेसन एन्ड ट्रेनिङ सेन्टर भनेर खोलेको छ 2075 बाट। र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषको स्थापना भएको भनेको मन्त्री परिषदको निर्णयबाट 2058 8 महिना 25 गते चाहिँ राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष भनेर एनएआरडीएफ भन्छौँ हामी, नाफको चाहिँ 2058 8 महिना 25 मा चाहिँ स्थापना भएको थियो। र 2075 साउन 1 गतेबाट चाहिँ यसै कृषि सूचना तथा प्रशिक्षण केन्द्रको जिम्मेवारी आएको थियो। त्यसपछि अर्को केन्द्र छ पिक्युपिएमसी। पिक्युपिएमसीले भनेको पेस्टिसाइड रिलेटेड कुराहरूमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
साथसाथै सेनिटरी एन्ड फाइटोसेनिटरी रिलेटेड कुराहरू, क्वारेन्टाइन अफिसरको कुराहरू पिक्युपिएमसी अन्तर्गत रहन्छ। जस्तै पिक्युपिएमसीमा चाहिँ 5 वटा शाखाहरू रहेको छ। एउटा राष्ट्रिय बिरुवा संरक्षण संगठन शाखा भनेर एनपिपी हो। त्यसपछि प्लान क्वारेन्टाइन नियमन तथा अनुगमन शाखा, विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा, शत्रु जोखिम विश्लेषण शाखा र सर्वे एन्ड सर्भिलेन्स शाखा भनेर छ। पिक्युपिएमसी को हिस्ट्री हेर्ने हो भने सुरुमा 2049 साल साउन 1 गते चाहिँ बाली संरक्षण तथा व्यावसायिक कीट विकास महाशाखा भनेर खोलिएको थियो। बाली संरक्षण तथा व्यावसायिक कीट विकास महाशाखा र 49 माघ 18 मा गएर चाहिँ हरिहर भवनमा कार्यालय खोलियो यसको। बाली संरक्षण तथा व्यावसायिक कीट विकास महाशाखा बन्यो साउन 1 मा 2049 मा र माघ 18 मा गएर चाहिँ यसको कार्यालय चाहिँ हरिहर भवन ललितपुरमा राखियो र 2052 असार 5 गते चाहिँ बाली संरक्षण महाशाखाको रूपमा चाहिँ खोलियो 2052 असार 5 मा र असार 2057 असार 26 मा गएर चाहिँ महाशाखालाई निर्देशनालयमा परिवर्तन गरियो। बाली संरक्षण निर्देशनालय बनाइयो 2057 मा र 2075 वैशाख 4 गते चाहिँ पिक्युपिएमसी को स्थापना भएको देखिन्छ। 2075 वैशाख 4 गते पिक्युपिएमसी स्थापना। यो पिक्युपिएमसी स्थापना कसरी भयो त भन्दा केही कार्यालयहरू मर्ज भएको छ। जस्तै बाली संरक्षण निर्देशनालय भनेर जुन भन्यौं हामीले, अर्को राष्ट्रिय प्लान क्वारेन्टाइन कार्यक्रम भनेर थियो र विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा भनेर यो तीनवटा चाहिँ मर्ज भएर चाहिँ पिक्युपिएमसी चाहिँ स्थापना भएको थियो। बाली संरक्षण निर्देशनालय, राष्ट्रिय प्लान क्वारेन्टाइन कार्यक्रम र विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा भनेर यो तीनटा मर्ज भएर चाहिँ पिक्युपिएमसी बनेको भनेको 2075 1 महिना 4 गते चाहिँ बनेको। र पिक्युपिएमसी सित रिलेटेड भएर जस्तै बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन 2064 मा आएको छ। यसबाट पनि प्रश्नहरू सोध्छ। त्यसैगरी बिरुवा संरक्षण नियमावली भनेको 2066 हो र यसलाई कार्यान्वयन गराउने काम कसको त भन्दा पिक्युपिएमसी को हो। यी दुईटा ऐन र नियमावलीलाई कार्यान्वयन गराउने, देशमा चाहिँ प्लान क्वारेन्टाइन सम्बन्धी काम गर्ने। त्यसपछि अर्को महत्त्वपूर्ण भनेको जस्तै अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धि आइपिपिसी भन्छौं तथा एसिया प्रशान्त क्षेत्रीय बिरुवा संरक्षण नियोग APPC को चाहिँ फोकल पोइन्ट को रूपमा चाहिँ पिक्युपिएमसी रहेको छ। आइपिपिसी र एपीपीसी को चाहिँ फोकल पोइन्ट के हो भनेर सोध्न सक्छ पिक्युपिएमसी। अर्को भनेको बिरुवा संरक्षण ऐन अन्तर्गत रहेर एनपीपीओ को रूपमा काम गर्ने भन्ने छ। बिरुवा संरक्षण संगठनका रूपमा रही उल्लेखित ऐनद्वारा तोकिएका क्रियाकलापहरू चाहिँ कार्यान्वयन गर्ने भनेर एनपीपीओ को रूपमा काम गर्ने को त भन्दा पिक्युपिएमसी। यसैगरी इमर्जिङ पेस्ट, इन्भेजिभ स्पेसिसहरू एवं विभिन्न क्वारेन्टाइन पेस्टहरूको बारेमा चाहिँ जनचेतना सम्बन्धी कार्यहरू फैलाउने कुराहरू भयो। निकासी हुने वस्तुहरूको पैठारी हुने राष्ट्रको आवश्यकताका आधारमा बिरुवा स्वस्थता प्रमाणपत्र दिने कुराहरू भयो। अनि बिरुवाको प्रवेश अनुमति पत्रको कुरो भयो। छोडपुर्जी जारी गर्ने कुराहरू, यी सबै कुराहरू चाहिँ पिक्युपिएमसी ले गर्ने गर्छ। त्यसैगरी जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 नियमावलीहरूलाई कार्यान्वयन गराउने कुराहरू भयो।
अब अर्को केन्द्रको रूपमा रहेको छ एसक्युसिसी, विभिजन गुणस्तर नियन्त्रण केन्द्र। एसक्युसिसी भनेको हरिहर भवन ललितपुरमा चाहिँ कार्यालय रहेको छ 2058-59 मा चाहिँ। एसक्युसिसी चाहिँ स्थापना भएको थियो। यसको मुख्य काम भनेको गुणस्तरयुक्त बिउबिजन उत्पादन, कृषकको आय आर्जन वृद्धिको कुराहरू भयो, गुणस्तरयुक्त बिउबिजनहरू उपलब्ध गराउने कुरा भयो, बिउबिजनको गुणस्तर जाँच गर्ने, बिउबिजन प्रमाणीकरणको प्रमाणपत्र कसले दिन्छ त भन्दा एसक्युसिसीले दिन्छ। क्वालिटी कन्ट्रोल एन्ड क्वालिटी स्ट्यान्डर्डका कुराहरू चाहिँ एसक्युसिसीले गर्छ। नेसनल सिड बोर्डको चाहिँ परामर्शमा चाहिँ एसक्युसिसीले चाहिँ यी विभिन्न कामहरू गर्ने भयो। कृषि विभागका कुराहरू हामीले अघिल्लोचोटि गरिसकेका छौँ। अर्को महत्त्वपूर्ण भनेको जस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भनेर छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जुन चाहिँ डिएफटिक्युसी भनेर भन्छौँ हामीले। डिएफटिक्युसीको हिस्ट्री हेर्ने हो भने खाद्य विभागको रूपमा चाहिँ 2018 सालमा स्थापना भएको थियो र 2023 सालमा चाहिँ यसलाई चाहिँ विभाग स्तरीय कार्यालयकै रूपमा चाहिँ खाद्य अनुसन्धानशाला चाहिँ नामाकरण गरिएको थियो। 2018 मा खाद्य विभागको स्थापना। कहिलेकाहीँ सिम्पली खाद्य विभागको स्थापना कहिले भयो भनेर सोधिन सक्छ। 2018 सालमा चाहिँ खाद्य विभागको स्थापना भएको। 2023 मा चाहिँ नाम परिवर्तन गरेर खाद्य अनुसन्धानशाला चाहिँ नामाकरण गरिएको थियो। र यसै अन्तर्गत चाहिँ 2023 सालमा चाहिँ खाद्यान्न र 2033 सालमा चाहिँ दानायन लागू भएको थियो। र 2037 सालपछि चाहिँ लामो समयसम्म चाहिँ यो विभाग केन्द्रीय खाद्य अनुसन्धानशालाको नाममा चाहिँ परिचित भइराख्यो। 2037 साल पछि चाहिँ केन्द्रीय खाद्य अनुसन्धानशाला भनियो। त्योभन्दा अगाडि चाहिँ खाद्य अनुसन्धानशाला मात्रै भनिन्थ्यो। 2037 सालपछि चाहिँ केन्द्रीय खाद्य अनुसन्धानशालाको नामले चाहिँ परिचित हुन थाल्यो। र 2057 सालमा चाहिँ यसलाई चाहिँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रूपमा चाहिँ नामाकरण गरिएको थियो। डिएफटिक्युसी कहिले बन्यो भने 2057 मा। तर खाद्य विभाग 2018 बाट चाहिँ हिस्ट्री हो। यो एमओएलडी को एउटा विभाग अन्तर्गत पर्दछ। 3वटा विभाग छ, डिओए, डिओएलएस र डिएफटिक्युसी। डिएफटिक्युसी कहिले बन्यो त भन्दा 2057 साल। र अहिले हेर्ने हो भने जस्तै डिएफटिक्युसी को कार्यालयहरू 8वटा भनिएको छ, डिभिजन कार्यालयहरू 22वटा भनिएको छ। त्यसै गरी 12वटा चाहिँ खाद्य निर्यात आयात निर्यात चाहिँ गुण प्रमाणीकरण कार्यालयहरू चाहिँ 12वटा भनेको छ। र डिएफटिक्युसी को एक दुईटा महत्त्वपूर्ण कुराहरू छ। जस्तै हाम्रो ग्याप असल कृषि अभ्यासका चाहिँ सर्टिफिकेसन एजेन्सी भन्यो भने डिएफटिक्युसी नै हो। त्यसै गरी एसपीएस को इन्क्वायरी पोइन्ट जुन डब्ल्युटिओ सित एसपीएस डब्ल्युटिओ एग्रिमेन्ट अन्तर्गत एउटा पर्छ। एसपीएस सेन्टेरी एन्ड फाइटोसेन्टेरी प्र्याक्टिसेसहरू। एसपीएस को चाहिँ इन्क्वायरी पोइन्टको रूपमा पनि डिएफटिक्युसी लाई लिइन्छ। यो कुराहरू चाहिँ सोध्छ। र नेपाल कृषि अनुसन्धान परिषद नार्क 2048 सालमा चाहिँ नार्क ऐन अन्तर्गत स्थापना भएको एक स्वायत्त संस्थाको रूपमा। नेपालमा एग्रिकल्चर रिसर्चको एकमात्र संस्था हेर्ने हो भने नार्क भयो। र नार्क अन्तर्गत चाहिँ
एउटा मुख्य कार्यालय भइहाल्यो, 3वटा चाहिँ बागवानी पशु तथा मत्स्यसँग सम्बन्धित अनुसन्धान प्रतिष्ठानहरू भनेको छ, 6वटा प्रादेशिक कृषि अनुसन्धान निर्देशनालयहरू, 20वटा चाहिँ बाली वस्तु अनुसन्धान कार्यक्रमहरू, 20वटा राष्ट्रिय अनुसन्धान केन्द्रहरू र 13वटा चाहिँ अनुसन्धान केन्द्रहरू भनेर MOLD को वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ। बाली विशेषका चाहिँ अनुसन्धान कार्यक्रमहरू 20वटा चाहिँ राष्ट्रिय अनुसन्धान केन्द्रहरू। त्यसैगरी भेटनरी काउन्सिलको कुरा आउँछ। भेटनरी काउन्सिल ऐन चाहिँ 2055 मा आएको र पशु चिकित्सा परिषद चाहिँ स्थापना भएको पछिल्लो सालमा 56 सालमा चाहिँ स्थापना भएको थियो। त्यसैगरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद भनेर रहेछ, 2079 साल आश्विन 23 गते चाहिँ प्रमाणीकरण भएर चाहिँ ऐन प्रमाणीकरण भएर चाहिँ यसै अन्तर्गत चाहिँ परिषदको गठन भएको रहेछ, 2079 साल आश्विन 23 गते। र बोर्ड अन्तर्गत जाँदाखेरिमा जस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड भनेर हामीले सुनिरहेको हुन्छौँ र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्ने भनेको नेपालमा उत्पादन हुने चिया तथा कफीको विषयमा चाहिँ काम गर्ने भयो। र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन भनेर 2049 मा आएको र 2050 सालमा चाहिँ राष्ट्रिय चिया तथा कफी विकास बोर्डको चाहिँ स्थापना भएको। र स्थापनाको मुख्य डेट हेर्ने हो भने 2050 जेठ 20 गते चाहिँ स्थापना भएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, 2050 जेठ 20 गते। र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको मुख्य कार्यक्षेत्र भनेको नेपालमा चिया तथा कफी खेतीको विस्तार गराउन चाहिँ चिया तथा कफी उद्योगको चाहिँ स्थापना, सुधार, सम्वर्धनका कुराहरू भयो। यस सम्बन्धी नीति तर्जुमा कार्यान्वयन गर्ने गराउने कुराहरू भयो। प्राविधिक एवं वित्तीय आधारहरू तयार गरी सोही अनुसार चाहिँ कार्यान्वयन गर्ने गराउने, मूल्य सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने कुराहरू भयो। नेपाल सरकारको स्वीकृतिले चाहिँ चिया तथा कफीमा चाहिँ सेवा शुल्क लगाउने कुराहरू भयो। र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पढ्दै गर्दाखेरिमा चिया र कफीमा छुट्याउन नहुने कुराहरू छ। जस्तै राष्ट्रिय चिया नीति भनेर 2057 सालमा आएको छ, राष्ट्रिय कफी नीति भनेर 3 सालपछि 2060 सालमा आएको छ। चिया अगाडि आएको 2057 मा र 60 मा चाहिँ कफी नीति आएको छ। र कहिलेकाहीँ दिवसको रूपमा सोध्छ, जस्तै चिया दिवस कहिले मनाइन्छ, कफी दिवस कहिले मनाइन्छ भनेर सोध्छ। जस्तै चिया दिवस भन्यो भने वैशाख 25 गते र कफी दिवस चाहिँ मङ्सिर 1 गते मनाइन्छ। र नेपालको मेम्बरसिप हेर्ने हो भने जस्तै इन्टरनेसनल टी कमिटी भनेर छ ग्लोबल्ली। इन्टरनेसनल टी कमिटीमा चाहिँ नेपालको मेम्बरसिप भएको 2064 सालमा र त्यसको 10 वर्षपछि इन्टरनेसनल कफी अर्गनाइजेसन ICO मा चाहिँ 2074 सालमा चाहिँ नेपालको मेम्बरसिप भएको। टीसँग सम्बन्धित इन्टरनेसनल टी कमिटी छ, त्यसको सदस्यता पाएको 2064 मा र त्यसको 10 वर्षपछि 74 मा चाहिँ इन्टरनेसनल कफी अर्गनाइजेसन, टीको कमिटी कफीको अर्गनाइजेसन। र तेस्रो चाहिँ अन्तर्राष्ट्रिय चिया महोत्सव भनेर सगरमाथाको स्याङबोचे क्षेत्रमा चाहिँ चियापान समारोह चाहिँ कार्यक्रम भएको थियो। तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव भनेर सगरमाथाको स्याङबोचे क्षेत्रमा, यो कहिले भयो त भन्दा 2074 चैत्र 23 देखि 25 सम्म, 2074
चैत्र 23-25। यसको नारा भनेको डिस्कभरिङ हिडन ट्रेजर भनेर थियो। डिस्कभरिङ हिडन ट्रेजर र 13वटा मुलुकका चाहिँ पाहुनाहरूको उपस्थित भएको हो भन्ने चाहिँ थियो। र राष्ट्रिय दुग्ध विकास बोर्ड भनेर छ, ऐन आएको 2048 मा र स्थापना 2049 मा भएको। 7औं पञ्चवर्षीय योजनाले चाहिँ दुग्ध क्षेत्रको विकास गर्न चाहिँ 10 वर्षीय दुग्ध विकास योजना चाहिँ अन्तर्गत चाहिँ यो राष्ट्रिय दुग्ध विकास बोर्डको आवश्यकता चाहिँ महसुस गरेर चाहिँ 2048 मा चाहिँ स्थापना भएको। र कम्पनीहरूको कुरा आउँछ, जस्तै कृषि सामग्री कम्पनी लिमिटेड भनेर छ, एआइसिएल, एग्रिकल्चर इम्पोर्ट कम्पनी लिमिटेड। नेपालमा हेर्ने हो भने जस्तै केमिकल फर्टिलाइजरको हिस्ट्री हेर्ने हो भने कहिलेबाट इम्पोर्ट गर्न थालियो त भन्दा 1950 को दशकदेखि चाहिँ रासायनिक मलको चाहिँ प्रयोगको सुरुवात भएको। सुरुमा एउटा कम्पनीको रूपमा खोलिए तापनि त्यसले पछि चाहिँ प्रोडक्सन सुचारू गर्न नसकेर चाहिँ बन्द भएको थियो र फेरि बाहिरबाट चाहिँ आयात गर्न थालिएको थियो। र नेपालमा 2022 सालमा चाहिँ कृषि सप्लाई संस्थानको नाममा चाहिँ स्थापना भएपछि नेपालमा व्यवस्थित रूपमा चाहिँ मलखातको कारोबार चाहिँ सुरु भएको 2022 मा चाहिँ भएको। जस्तै एआइसिसी पनि 2022 मै बन्यो भन्यौ र एआइसिएल को इनिसियल फेज जस्तै कृषि सप्लाई संस्थानको पनि 2022 मा चाहिँ स्थापना भएको छ। र 2029 सालमा चाहिँ कृषि खरिद बिक्री संस्थानको नाममा चाहिँ नाम परिवर्तन भयो र त्यसपछि 2031 सालदेखि चाहिँ कृषि सामग्री संस्थानको नाममा चाहिँ कामहरू गर्न थाल्यो। 2022 मा कृषि सप्लाई संस्थान भयो, 2029 मा कृषि खरिद बिक्री संस्थान र 31 मा कृषि सामग्री संस्थान भनेको थियो। जस्तै 2000 आर्थिक वर्ष 2030-31 मा चाहिँ मलखादमा चाहिँ अनुदान दिन थालियो। नेपाल सरकारले फर्टिलाइजरमा चाहिँ सब्सिडी दिन थालेको कहिलेबाट भन्यो भने आर्थिक वर्ष 2030-31 देखि चाहिँ मलखादमा अनुदान दिने नीति सरकारले अवलम्बन गरेको थियो। र त्यसपछि खर्चको भार, अनुदानको खर्चको भार बढ्दै गइसकेपछि आर्थिक वर्ष 2054-55 बाट चाहिँ चरणबद्ध रूपमा चाहिँ अनुदानको व्यवस्था हटाउन सुरु गरी आर्थिक वर्ष 2056-57 देखि चाहिँ पुरै रूपमा हट्यो। 30-31 मा सुरु गरियो, 54-55 मा आएर खर्च धेरै भयो भनेर अनुदानको व्यवस्था हटाउन सुरु गर्यो र 56-57 सम्म पुरै हट्यो। र 2059 वैशाख 19 गते 2059 वैशाख 19 गते चाहिँ साबिकको चाहिँ कृषि सामग्री संस्थान जुन 2031 सालमा बनेको थियो, कृषि सामग्री संस्थानले गरिआएको चाहिँ मलखातको कारोबारलाई चाहिँ निरन्तरता दिने गरी 2059 साल वैशाख 25 गते चाहिँ कृषि सामग्री कम्पनी लिमिटेडको स्थापना भएको थियो। कृषि सामग्री कम्पनी लिमिटेड कहिले बन्यो त भन्दा 2059 साल वैशाख 25 गते। र कृषि सामग्री संस्थानले चाहिँ गर्दै आएको चाहिँ बिउबिजन सम्बन्धी कारोबारमा चाहिँ निजी क्षेत्रलाई समेत सहभागिता गराउने र संस्थानलाई चाहिँ निजी क्षेत्रसँग प्रतिस्पर्धी बनाउन चाहिँ नेपाल सरकारले मन्त्री परिषदको निर्णय अनुसार 2059 वैशाख 19 गतेको निर्णय अनुसार बिउबिजनको कारोबारलाई निरन्तरता दिने गरी र कृषि उत्पादन वृद्धिको लागि चाहिँ आवश्यक पर्ने गुणस्तरयुक्त
सिडको आपूर्तिको लागि चाहिँ वैशाख 25 गते चाहिँ राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेडको स्थापना भएको थियो। राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेड एकैचोटि स्थापना भएको थियो 2059 वैशाख 25 गते। त्यो बनेको भनेको कृषि सामग्री संस्थानलाई छुट्याएर चाहिँ कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड भनेर सुरु भएको थियो। त्यसपछि यसरी छुट्टै छुट्टै रगु कम्पनीलाई चाहिँ नेपाल सरकार मन्त्री परिषदको 2075 5 महिना 31 गतेको निर्णय अनुसार साबिको कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेडलाई चाहिँ मर्ज गरेर चाहिँ कृषि सामग्री कम्पनी लिमिटेड भनेर कायम गरियो। र अहिलेको जुन स्ट्रक्चर छ कृषि सामग्री कम्पनी लिमिटेड, एग्रिकल्चर इनपुट कम्पनी लिमिटेड, त्यो बनेको भनेको 2075 5 महिना 31 गते। त्यसैगरी अर्को एउटा महत्त्वपूर्ण समिति छ जस्तै कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति भनेर छ। कालीमाटी मार्केट भनेर भन्छौँ हामी। कालीमाटी मार्केटको हेर्ने हो भने जस्तै फलफुल तथा तरकारी बजार विकास समिति भनेर हुन्छ। काठमाडौँ उपत्यका र अन्य क्षेत्रको चाहिँ भेजिटेबल र फ्रुट्सको चाहिँ मेन होलसेल मार्केट भनेकै कालीमाटी फलफुल तथा तरकारी बजार भयो। यसको स्थापनाको हिस्ट्री हेर्ने हो भने जस्तै कालीमाटी बजार भनेर खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत चाहिँ कालीमाटी बजार भनेर 2043 असोज 15 गते चाहिँ सञ्चालनमा आएको थियो। कालीमाटी बजार भनेर 2043 असोज 15 गते। र 2051 फागुन 1 गते चाहिँ कालीमाटी फलफुल तथा तरकारी थोक बजार विकास समिति चाहिँ गठन आदेश 2051 चाहिँ जारी भएको थियो। 2051 फागुन 1 गते कालीमाटी फलफुल तथा तरकारी थोक बजार विकास समिति गठन जारी भएको। र त्यसपछि फेरि 2058 मा आएर चाहिँ 58 चैत्र 19 गते चाहिँ कालीमाटी फलफुल तथा तरकारी विकास समिति गठन आदेश भनेर 2058 चाहिँ जारी भयो र सोही अनुसार सञ्चालनमा आयो। सुरुमा बनेको भनेको चाहिँ 2051 बाट र त्यसपछि फेरि थोक बजार भन्ने कुरालाई हटाएर चाहिँ कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति भनेर सुरु गरियो। र नेपाल सरकारबाट चाहिँ निर्माण भएको कृषि उपज बजार बालाजु 2062 असार महिनादेखि समितिले सञ्चालन गर्दै आएको छ। अर्को राष्ट्रिय किसान आयोग भनेर जुन एडिएसले चाहिँ परिलक्षित गरेको थियो, एडिएस 2015 to 2035 ले चाहिँ परिलक्षित गरे बमोजिमका उद्देश्य एवं अपेक्षित उपलब्धिहरू हासिल गर्नको चाहिँ राष्ट्रिय किसान आयोग चाहिँ स्थापना भएको थियो र 2073 माघ 6 गतेको निर्णय अनुसार चाहिँ राष्ट्रिय किसान आयोग गठन कार्यकारी आदेश 2073 अनुसार चाहिँ राष्ट्रिय किसान आयोग गठन भएको थियो 2073 10 महिना 6।